हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो यतिकै फोकटिया भ्लग भइरहेछ होइन, कामदाम छैन, यसरी घुम्ने मात्र हो। अन्त म नि एउटा नेपालको टुरिस्ट नै हो, घुम्ने मात्र हो। घुम्ने यस्तै आँडा माडे ब्लग बनाउने भएको। सदाको जस्तै आज पनि मौसम सफा छ, तर पानी परेको छ बिहान। आज मैले ऱ्यानकोट पनि बोकेन यार, बाटोमा काहीँ कतै भइदियो भने त। आज मेरो ब्रेक लागिरहेको छैन यार पछाडिको। सबभन्दा पहिला हामी आज जान्छौँ नसा हाट। नसा कलेजमा गएर भाइको बरु सेटअप लिएर आउनु पऱ्यो। भोलिदेखि 12 बजी जानुहुन्छ। त्यो भएर नसा कलेज जाँदैछ होइन पहिला। बाटोमै घर बनाएर बस्न भन्नु न। यहाँबाट युटर्न हाल्नु गऱ्यो मैले चाहिँ। जानलाई
गाडी राइडर हो नि त हेर कसरी घुमाउँछ हेर सुतायो 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 ल दुप 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 ए कन्ट्रोलमा है कन्ट्रोलमा झन्डै ठोकेमा अनि सिट प्लानिङ भइरहेछ नि त डेन्जर म त भित्रै सुराउँछु को छन् को छैन सबलाई सबभन्दा पहिला हाम्रो भेट्ने भनेको यहाँ दिनेश दाई घाट पाले भाट सर्वा गरेको क्या म्याम सर्वा गरेको मैले यताबाट नमस्ते गरेर उता हान्डी ए अहिले चाहिँ यो कबड्डीको माहौल बनेको छ क्या यो सबै तपाईँको सुकुम्बासी हटेपछि कबड्डीलाई त मारामार छ नि साथै यति भएपछि तपाईँको खोलाको पानी छिर्दैन नि मान्छे बगिन्न बिचरा मान्छे बग्छ भनेरै गरेको हो यो त बुझेर आफै हर्नुपर्ने चिज हो यो चाहिँ खतम भयो क्या होइन बनाएर दिएपछि त कमसेकम जानु होइन आफ्नो ठाउँ व्यवस्था गरिदिएको छ सरकारले व्यवस्था नगरेको भए त के रहेछ नि सरकारले व्यवस्था गरिदिएपछि त जानु नि हौ के खान लडाइँ गर्नु झगडा गर्नु या त्यत्रो पुलिस भराउनु परेको छ यार ओहो मान्छेको भिड औडा मान्छे त हेर्नलाई त रमिता
Lu untuk parah. यो एउटा सुकुम्बासी ओहो यो सुकुम्बासी हैन हुकुमबासी हो हुकुम चलाएर काम गराउने यो हुकुमबासी अनि यो एउटा सुकुम्बासी ए सुकुम्बासी एने चिल्ला के लगाना चाहिए आओ 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 एने फ्रेम में आओ तू हुकुमबासी सुकुम्बासी सब हम अभी कर रहे हैं भैया में रोका हो तो देखो ना वो अभी ले लेने खा रहे हैं काम शुरू है उतापट्टि काम गर्ने जनताहरू यतापट्टि बेरोजगार जनताहरू आज सबै सुकुम्बासी समाप्त काठमाडौँबाट देखादै देखादै आशा गर्दछु अब नयाँ नेपाल चाँडै बन्ला होइन चाँडै बन्नुपर्छ किन भन्दाखेरि नेपालमा अहिलेसम्म विदेशी आएर कब्जा गरेको छैन नेपाल पहिलादेखि नै खुल्ला देश हो र खुल्ला देश नै रहनेछ होइन एउटा यसमा तपाईँको नेपालमा मन्त्री के छ भन्दाखेरि शिक्षाको कमी के भन्नु अहिलेको बालन सरकार आउनु उहाँले राम्रै गर्नुभयो सबैले हाँसी खुसी मानिदिए पछाडि त पुरै सकिन्छ नि उहाँले नि गर्नुपर्ने काम गरिहाल्नुहुन्छ नगर्ने होइन उहाँको पनि त रहर छैन नि कि हाम्रो देशमा मान्छे नै नबसोस् भन्ने त छैन कि पहिलाको कुराहरूलाई चाहिँ हाम्रो देशमा मान्छे नै नबसोस् पोलिटिक मात्र हुन्छ पोलिटिकले मात्र गर्छ त्यसरी भएन नि त देशमा नागरिक नै नभए तपाईँले चलाउन चाहिँ के गर्नुहुन्छ क्या देश कसरी चलाउनु अहिलेकोले कुरा त होइन राम्रो गर्नु पऱ्यो युवाहरू जानु परेन किनभने अहिले चाहिँ मैले गर्ने त्यति मात्र हो क्या त्योहरू त विकास त यत्र नै हुँदैन जस्ट अहिलेकोले राम्रो गरेको छ म त बेस्ट अफ लक बालन दाई त्यही भन्छु किन भन्दाखेरि नयाँ सरकार हाल्नलाई हाम्रो पनि हात छ हामीले पनि मिहिनेत गरेको हो दिल्ली सरकार हो केही न केही गर्ला नि नयाँ पहिलादेखि नै दिन चलेको नयाँ नेपाल आयो भनेर तर यो नयाँ नेपाल चाहिँ पहिला नै आउनुपर्ने हो त्यो कुराहरूले गर्दा मात्र हो त्यो बिग्रेको हो पहिला नै आइपुग्छ कि नयाँ नेपाल
सिङ्गापुर गएर मैले बाली गाउँ सिङ्गापुर जानै पर्दैन के खान जाने सिङ्गापुर सिङ्गापुरको दुई घन्टा 2 गुणा सुन्दरता नेपालमै छ नेपालमा के छ धेरै कुरा छ नेपालमा ठुल्ठुलो उद्योग छ फ्याक्ट्रीहरू छ त्यो मान्छेले मात्रै त्यो साल मात्र फेरि आयो क्या म नेपालमा गर्दैन मलाई लाज लाग्छ भन्ने मात्र हो क्या अब आफ्नो देशमा काम गर्न लाज लाग्ने बाहिरको देशमा त अर्का गुलाम भए बसेपछि लाज नलाग्ने त्यस्तो नि हुन्छ र आफ्नै देशमा भयो नि गर्नु पऱ्यो नि अनि पो हुन्छ र काम उनीहरूलाई चाहिँ बसेको मात्र पैसा कसरी आउँछ त्यही हो पैसाले आउँदैन बसेर पैसा कसले दिएको छ आजभोलि कसले हेरेको छ अब आफ्नो माथि हो आफूले गर्न सक्छ गरे हो नगर्ने भयो घर बस्ने त्यति हो नेपालमा चाहिँ फाइनेन्सियल कन्डिसन हो भने तपाईँले ब्याङ्कको लागि प्रोसेस गर्न सकिन्छ राम्रो तरिकाले काम गर्नु पऱ्यो ब्याङ्कले पनि ऋण दिइहाल्छ नि किन नदिनु भन ब्याङ्कले ऋण नदिनुको कारणले के के भन्दाखेरि अहिले आजभोलि ऋण दिन्छ अनि कामै गर्दैन डुब्यो यताउति भन्छ अनि पैसै नतिर्ने त्यस्तो नि हो आफूले खाएपछि सँगसँगै निकाल्नु त पऱ्यो नि ननिकाले त उही हो भेडा बाख्रा जस्तो सुरुदेखि नै बस्यो अहिले पनि भेडा बाख्रै बस्नु पर्छ गर्न सक्दैन केही पनि होइन अर्काको मात्र डाक गरेर यस्तो मुख सानो नलाग्छ त्यो हाम्रो सेन्टर तेज विनायक सेन्टर भिजिट गर्न आएको थिएँ ए सेन्टर कुन स्कुलबाट कुन कलेज मेरो माधवस्थान हो ए त्यो त लामो हुन्छ लामै ठिक हुन्छ हजुर इन्फर्मेसन चाहिँ मैले कडै पाएको छु होइन अब चाहिँ के होला भन्ने हो पाउँदै गएर इन्फर्मेसन कतिसम्म आउँछ अनि कुरा गर्नु पर्यो त्यो भएपछि तपाईँले अलिअलि हेरिदिनु पर्यो त्यति हो त अङ्कल म भोलि यसो आउँछु 8 बजेदेखि सुरु हुन्छ होइन ल
बन्दैछ अब ठुलो विकास हुँदैछ नि गर्न दिनु पऱ्यो नि अनि के हुन्छ विकास विकास भनेको केटाकेटी भेला गरेर गर्न दिनु पऱ्यो सोध्नु पऱ्यो गर्नु पर्ला भन्ने सोच्नु पऱ्यो त्यो होइन कि यसले के गर्छ यसलाई गर्न दिनुहुन्न यदि यो भएपछि यत्रा नै देख्नु छैन अब सुकुम्बासीलाई हटाउँदैछ होइन त्यसैले के देखाएको हुँदैन कि नयाँ सरकारको नाम्रो चरित्र छर्लङ्ग देख्यो भन्छ होइन एउटा कुरोलाई के भन्नुहुन्छ यदि त्यस्तो हो भने तपाईँको सरकारले मान्छेको गरेको के हो के के गरेको छ क्या मलाई होइन जनतालाई देखाइदिनु क्या नेपालको अनि पो तपाईँहरूको कुरा पनि यसो राख्नु ठिक हुन्छ अनि त बिचमा बिचौलिया गरेर के भयो नि यहाँ जतेर हुन्छ बुझ्नु म गर्छु त्यो एउटा छ नि खान्छु न खान दिन्छु भन्ने छ नि सेम हो क्या यो शाखाहरू न गर्न दिन्छ न गर्छन् त्यो बिचमा मान्छेले खुवाउने छटपटे बनाउँछ नि खान्छ नि गर्छ नि त्यस्तै हो क्या सरकारले घुमाएको जस्तो नाम्बा चटपटे लट्ठी लियो घुमायो भुजा मसला राख्यो घुमायो आखिर बन्ने भनेको त्यो पिरो मिलो नै हो अरू केही पनि होइन त्यस्तै गर्छ कि यिनीहरू गर्छ लास्टमा भनेको नेपालको आधी भएको जति सम्पत्ति आधीभन्दा नि बेसी खाइदिन्छ 4 खण्डमा 3 खण्ड चाहिँ यिनीहरूले खाइदिन्छ बाँकीको 1 खण्ड त वडा अध्यक्ष मेयर बाँकीले खाइदिन्छ अनि त्यो पैसा कहाँबाट आउँछ कि तिनीहरूको बाउको बोट फल्या हो र सबै ऋण लिएर गर्ने हो नि त नेपालले पनि ऋण लिन्छ विश्व ब्याङ्कबाट अनि पो के गर्न आउँछ त्यो पनि गर्नु अब यिनीहरूलाई कसले बुझाउने हो र व्यक्ति आन्दोलनमै भेट्या भए यिनीहरूले पनि जाँदै हुन्थ्यो तर भाग्यो डरले अहिले आएर छातीमा भयो भने त पाइएन नि यहाँ सुरुदेखि भयो लाग्यो गर्नु पऱ्यो सघाउनु पऱ्यो अनि पो त्यसलाई के गर्दा छ त्यसलाई जिताउनु पर्छ भन्दै हुन्छ क्या सबैले जित्नु साह्रो मात्रै मुटो भएर त्यस्तो राजनीतिक कुरा पनि राम्रो होइन तर पनि एउटा मुटुमा लागेको कुरा चाहिँ मैले आफ्नो पीडा मात्र व्यक्त गरेँ हो अब नराम्रो पनि लाग्न सक्छ तर मेरो भनाइमा चाहिँ यो गर्न दिनेलाई गर्न दिनु पऱ्यो उसले केही गर्ला सबैजना हो यसले केही गर्दैछ यसलाई सपोर्ट गर भन्ने हुनुपर्छ क्या त्यो होइन कि एउटाले अर्कालाई खुट्टा तानेको छ अर्कोले एउटालाई खुट्टा तानेको छ त्यसरी त देश घर बन्दैन देशको कुरा त छुट्टै हो मान्छेले सुकुम्बासी भन्छ नि सुकुम्बासीको बारेमा तपाईँले पनि थाहा छैन सुकुम्बासीको भनेको केही नभएको एउटा केही पनि नभएको र कुनै ठाउँमा बसेर केही गर्न खोजेको हो क्या तर यिनीहरू सुकुम्बासी होइन नि यिनीहरूको नाममा कतिको नाममा एउटा बस छ मैले हेरेको छ त्यहाँबाट बस पार्किङ देखाएको छ मैले त्यो बस पार्किङमा सोद्धाखेरि सबै सुकुम्बासीको नाममा एउटा बस छ अरे त्योभन्दा त गरिब हामी पो हो यार सुकुम्बासी हामीले सुकुम्बासी छ यो भन्दैमा मैले किन भन्दाखेरि भोलिको दिनमा यस्तै आपत पऱ्यो भने सरकारले निकाल्छन् ननिकाल्ने होइन आफ्नो दबाउमा गएर बसिदिनु अर्काको गर्ने काम किन भयो मेरो एउटा विद्वेष सबै नेपाली जनतामा अब आज आएर यत्रो महानगरको गाडी घुमिरहेको छ यो घुम्न त कुनै जरुरी नै देखिन्न मैले
किन हुनु पर्यो आखिर यही काम उनीहरूले आफै गरेको भए कस्तो मजा आउँथ्यो बिचरा यो यत्रो प्रहरीहरू थप्नुपर्ने अवस्था कहीँ पनि छैन हो तर आजको दिनमा यो 15,000 20,000 एकै ठाउँमा छुट्याएको पुलिस उनीहरू आफ्नो इच्छाले छिरेको होइन नि अब यो बाढी आउँछ बाढीको बेला जब यो खोला सबै पानीले भर्छ अनि मान्छे नै बगाएर लाग्छ त्यति भयो नि नबुझ्ने रहेछ क्या यिनीहरू त्यस आज कबाडीहरूलाई पनि रोइला छ त्यो मान्छेलाई पिर परेको हुन्छ यतापट्टि मान्छेहरू हेरेर रमाइलो यहाँबाट देख्छ भने पुलिसहरू कति फटाएको यार आजै मर्नुपर्ने हो नेपाली जनतालाई लाज लाग्ने बाटो बनाइदियो भने कत्रो बाटो हुन्छ ल हेर्नु विचार गर्ने पुलिसको त पुरा पुरै त्यो त डम्फरै गइरहेको किनभने आर्मीको के अरे सशस्त्र प्रहरीको डम्फ भन्नु त अन्याय हो नि अत्याचार हामीलाई चाहिँ हामी त केही गर्न सक्दैनौँ हामी त्यति मात्र भन्छौँ रुल एभ्री पिपल सबैको लागि रुल हुन्छ सबैजना रुल फलो गर्नुहुन्छ रुल फलो गर्दैन राम्रो हो नराम्रो होइन आखिर यो भाग्नुको कारणले अब आउने नयाँ पुस्ताहरूकै लागि हो देश बनाउन खोजेको उनीहरू नराम्रो गर्न खोजेको होइन सबैजना बिर्सेको भइदिएर आफ्नो अब आफैमा सहमति भइदियो क्या यो होइन कि उसले के गरेको छ म गर्दैन होइन दुनियाँलाई उ गरेको छ म गर्दैन यो होइन क्या यस्तो बनाइदिनु पऱ्यो कि आफ्नो नेचर चाहिँ सिधा हुनु पऱ्यो क्या अरूले गर्दैन म गर्दैन भन्नु पाइँदैन क्या मैले गर्छु अरूलाई पनि गर्न लगाउँछु भन्ने सोच राख्नु पऱ्यो क्या त्यो धारणा भनेपछि देश अटोमेटिक सुध्रिन्छ क्या अब यो भने चाहिँ पहिलादेखि नै हटाउने काम हुन्थ्यो तर यो पुरा पाराहरूले पैसा खाएर मात्र हो क्या नगर्न दिएको भन्दा त्यही भएर तर ठिकै हो एक तरिका के भन्दाखेरि पानीको भावले गर्दा नि मान्छे कति गएर त्यो पनि नेपाली जनताले बुझ्नु पऱ्यो सरकार भनेको त सबैको हितमा हुन्छ नि एउटाको हितमा यो राम्रो छ यो नराम्रो छ भन्दा हुँदैन क्या कानुन भन्दा सबैको लागि यही हो कानुनमै हिँड्दैन मान्छेहरू
आजको यही समस्या इन्टरप्राइज छैन स्टोर प्लाट्सी डब्लुअल नकाई कति हो यसो अर्को लागि masih agak plastik terpakai ini saya pada mandi saya baru